सुकालाई बेलै दिएको अरे मकै हाल्दिनु न के छैन के itu di sini bagus sudah ada nah. Sama sarba हजुरबा हुनुहुन्छ भिडियो बनाएको हजुरबा के फेरि किन घोप्टे हौ कता चाहना बेला त कस्तो छ तपाईँ बनाएको मिठो रहेछ त तातो मैले हल्लो हुन्छ होइन मिठै बनाइदिनु आहा ल रक्सी एकदम मिठो छ 12 वर्षपछि चाहिँ यहाँ ट्याक्क आएर रक्सी खाइयो 12 वर्ष हुन्छ ठ्याक्कै म आएको नलाइन छोडेको रक्सी अब आजबाट मैले छोड्यो आजबाट रक्सी रक्सी चाहिँ मिठो भएछ अब यस्तै हो नेपालमा हामी त गाउँघरतिर च्याप्पा बनाइन्छ खाइन्छ यति चाहना त हुन्छ बाइक चलाउनु मान्छे धेरै खा भन्ने त हुन्न त्यही एक दुई घोडीको त खिचिन्छ ल चाहने यहाँ मासु पनि छ नि बाँकी मासु नि छ भातै यहाँ आइरह रुच्छ होला है अब त ओइ खा रुच्छ होला अब त रुच्छ त नि खा रुच्छ भने काम गए ऊ यो कतै खाने मान्छे हो ऊ त्यहाँ खाछ ओइ खान भने त्यो मासु खान्छ खानै सक्दैन त नि देउसी चाहिँ मासु यत्रो धेरै खानै सक्दैन नि त निसिन लाग्यो हामी तपाईँ कति टाइम लाग्छ म अब आउँदै गर त कहिले काहीँ है खाने भने त्यस्तै हो त्यही भने अस्ति नै ठ्याक्कै 12 वर्ष भएछ अब चाहिँ 12 वर्ष लाग्दैन लाग्दैन राम वनवासबाट घर फर्किसक्यो आउन मन लाग्यो अहिले के अहिले नि बस यता के तरकारी सरकारी लिएछ भने घुम्दै जाने रे बोक्नु चलाउन होइन यस्तो कसरी बोक्ने बाइकमा नि गाडी भएको होइन बाइकमा डाइरेक्ट घर जाने भए हुन्थ्यो होइन त्यो मिलेन नि बाइकमा नि झोला छ अनि गाह्रो हुन्छ त्यो बनाएर आउनु न उता नि निस्किनु होला हामी उता आउँछ कि आउँछु म